एभ्रिवान, वेलकम टु दिपिका साउन्ड ब्लगमा। आज हामी कहाँ जाँदैछौँ हजुरहरूलाई सबै कुरा देखाउँछु। मसँग छन् मेरो साथीहरू। यता ह्याप्पी न्यू इयर, वेलकम हाम्रो मेरो सब्सक्राइबरहरूलाई भनिदियो केही भन्नु छ। लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। ह्याप्पी न्यू धेरै इयर, धन्यवाद। ह्याप्पी न्यू इयर भनिदियो। हामी जाँदैछौँ, कहाँ जाँदैछौँ त? ल देख्छु तिम्रो हिँड त अगाडि, बाटो देखाऊ कहाँ कता जाने हो। गाइजहरू के छ? आज लास्ट इन्जोय गर्ने होला नि नयाँ साल त हो। ओके कुशल अच्छा पशुपति आइपुग्यौँ। अब पूजा गरेर के गर्छौँ भन्ने कुरा चाहिँ अब हामी एकछिनमा देखाउँछौँ। जाम भिडभाड कस्तो छ आमा, आजको भिडभाड देखिसक्यो भने त हजुरहरू त हेर्नुहोस् है। कस्तो भिडभाड छ, ओ माई गॉड। र स्टार्ट मात्र हो, यता स्टार्टिङमै यस्तो छ, उता झन् कस्तो हुन्छ होला। गाइजहरू बोकाबोकी बोकेर हिँडिरहेछन्। जय शम्भु दिक्षा, जय शम्भु कुशल, जय शम्भु। यस्तो भिड छ, माई गड। हामी यो भिडलाई क्रस गरेर यति मात्र होइन, यो त माथिसम्म छ भिड, यहाँसम्म छ। ओ माई गड, यस्तो भिड छ। कति बेला सकिन्छ आज? वहाँनिर त यहीँ बिच छ जस्तो छ आजको फर्स्ट डे। यताबाट हिँडिरहेछौँ भाइ बहिनी, बोर्ड ड्रेस कोडिङमा हिँडिरहन्। आज त एक दिन यतै बिच जस्तो छ। ठोकी हिँडिरहेको मान्छेहरू, हिँड्ने ठाउँ पनि छैन यहाँ। माई गड, कस्तो भिडभाड छ। मेरो भाइ बहिनीहरू यता छन्। कहीँ खुट्टा टिक्ने ठाउँ छैन। माई गड, यहाँ पनि कस्तो राम्रो देखेर आयो। यहाँ चाहिँ फेरि दुईजनाकै अनुहार। हर हर महादेव, जय शम्भु, हर हर महादेव, हर हर महादेव, जय शम्भु। जाम अब हामी जाने हो दर्शन गरेर जा। हर हर शम्भु, हर हर महादेव। फोटोमा मात्रै पूजा गर्थ्यौँ नि, आज यहाँ रियल भगवान् शिवजीको पूजा गर्नुभन्दा अगाडि सधैँ हामीले साँडेको पूजा गर्नुपर्छ। शिवजीको रक्षक पनि हुन् भनेर भन्छन् मलाई। हामी पूजा गऱ्यौँ।
पूजा गरेर लाइन यस्तो भिड छ, यस्तो भिड र यस्तो मान्छेहरूको भिडबाट हामीले पूजा गरेर अब हामी रमाइलो गरेर कस्तो लाग्यो? एकदम रमाइलो लागेको छ। कुन्टे नि यस्तो ज्ञानी छ नि, जहिले बिहान बिहान उठेर मन्दिर जाऊँ भने चाहिँ मन्दिर गइहाल्छ। तपाईँहरूको भाइहरू पनि यस्तो ज्ञानी छन् भने भन्नुहोस् है। मेरो भाइले यस्तो ज्ञानी छ, सबै कुरामा ज्ञानी छ। फेरि भगवान्को कृपाले अब पढाइमा पनि एकदम ज्ञानी हुन्छ होला। फाइनली हामीले चाहिँ पूजा चाहिँ गऱ्यौँ। अब हामी एक दुईवटा फोटो सेसन अनि भिडियो टिकटक त बनाउनु परिहाल्यो, फोटो भिडियोहरू टिकटकहरू बनाउँछौँ, त्यसपछि हामी घरतिर लाग्छौँ। अब हामीले पूजा गरेका छौँ। ह्याप्पी न्यू इयर एभ्रीवान। ह्याप्पी न्यू इयर। सबैजनालाई श्री सरस्वती गाईको कामना गर्दै सबैजना ह्याप्पी एन्ड हेल्दी रहनु होला। जय नेपाल, जय शम्भु, हर हर महादेव।